एक कुमारित्व कथाको भाग 5मा स्वागत छ। भाग 5 सुन्नुभन्दा अगाडि भाग 1देखि 4सम्म अवश्य सुन्नुहोला। आउनुहोस् अब कथा सुरु गरौँ। जाउँ सियोक दाई भनेपछि म जसङ्ग भएछु। हत्ता नपत्ता स्कुटी स्टार्ट गरेँ। रश्मि पछाडि बसिन्। बानेश्वर पुगेपछि कस्मेटिक पसल अगाडि रोक्न लगाइन्। पसलभित्र गइन्। एकछिनमा आइन्। दाईलाई वेट गराएँ है भन्दै नजिकै आइन्। म हाँसेँ। मलाई झट्ट बुकको याद आयो। निकालेर दिएँ। उनी छक्क पर्दै बुक हेर्न थालिन्। म भोलि किन्छु भन्दै थिएँ। तपाईँले त नसोधी किनिदिनु भएछ। उनले मतिर हेरेर मुस्कुराउँदै भने, अब भोलि किन दुःख गर्नु, राख भने। अस्मि खुसी हुँदै स्कुटीमा चढिन्। घर पुग्दा अस्मि आमासँग बाहिरपट्टि बसेर गफ गरिरहेकी रहेछिन्। अस्मिलाई हेरेँ। बहिनीलाई स्कुटी पछाडि राखेर ल्याएको देखेर मन अमिलो बनाएको जस्तो लाग्यो। रश्मि झरेर माथि गइन्। म पनि स्कुटीभित्र ल्याएर माथि गएँ। ड्रेस चेन्ज गरेँ। असाइनमेन्ट गर्न थालेँ। खाना बनाएर खाएँ। भोलिपल्ट अस्मि मेरो रुममा खाजा लिएर आइन्। ऊ र म सँगै मिलेर खाजा खायौँ। एकछिनमा रश्मि पनि आइन्। खाजा लिएरै आएकी रहेछिन्। दिदी सियोक दाईलाई बुक किनेको पैसा दिनै छ। पैसा थिएन, भोलि किन्छु भनेर सोचिरहेको थिएँ, दाईले ल्याइदिनु भएछ। कति छ नि? अस्मिले रश्मितिर हेरेर भनिन्। भयो छोड्देऊ रश्मि, पढ। पछि तिमी जागिर खाएपछि दिनु। मैले मुस्कुराउँदै भने। अस्मि मैले रश्मितिर हेरेर मुस्कुराउँदै बोलेको निहालिरहेकी थिइन्। केही बेर गफ गऱ्यौँ। आमा पनि आउनु भएछ। बसौँ आमा भनेर चियरमा गएँ। आमा बेडमा बस्नुभयो। आमालाई अस्मिले काँक्रो खान इसारा गरिन्। आमा काँक्रो खाँदै गफ गर्न थाल्नुभयो। धेरै दिनमा केटाकेटीहरूसँग गफ गर्न आएको। रश्मिलाई जे पाए त्यही नख भन्नेदेखि लिएर मेरो बारेमा पनि सोध्नुभयो। तिमीहरूको चिना परिचय नै मैले गराइदिएको थिएँ क्यारे, अब बिहे पनि खानुपर्छ जस्तो छ भनेर आमा जिस्किनु भयो। सबैजना हाँस्यौँ। हाँसो बीच अस्मिले मलाई हेरिन्। मैले पनि अस्मिलाई हेरेँ। सेटल भएपछि बिहे गर्ने नि आमा, छिट्टै बिहे गर्नुहुन्न, दुःख पाइन्छ। मैले आमातिर हेर्दै भने, मैले नानीभन्दा सानैमै बिहे गरेको, यिनको उमेरमा त छोरा जन्मिसकेको थियो भन्दै रश्मिलाई देखाउनु भयो। आमा पनि के भन्नुहुन्छ, जमाना चेन्ज भयो नि आमा, म त अझै 10 वर्ष बिहे गर्दिनँ। रश्मिले भनिन्। दिदीको बजी तिम्रो हो नि, आमाले भन्नुभयो। अस्मि आमातिर हेरेर हाँसिन्। अहिलेका केटी छिटो बिहे गर्दैनन् नि आमा, जमाना बदलिसक्यो। मैले भने, बिहे गरेको भए तिम्रै 2-3वटा छोराछोरी हुन्थे होला, आमाले भन्नुभयो। रश्मि र अस्मि मलाई हेरेर हाँसे। दिन बित्दै गयो। एक दिन छतमा बसेर रश्मि रुँदै गरेको रहेछिन्। म सासतिर कपडा उठाउन गएको बेला देखिहालेँ। उनले पनि मलाई देखिन् होला। अलि पर गएर बसिन्। म अलि परेबाट गीत सुन्दै ग्राउन्डतिर हेरिरहेको थिएँ। परेबाट रश्मि भनेर बोलाएँ। मलाई पुलुक्क हेरिन्। एक्लै बसिरहेछौ त, मैले भने। उनले केही पनि बोलिरहेन्। म नजिकै गएँ। उता फर्किन्। के भयो रश्मि, किन रोएको? मैले भने। किन नजिक आउनु भएको, पर जानु, उनले रुँदै भने। ल सरी भनेर पर गएँ। पर गएपछि एकछिनमा रश्मिले पुलुक्क हेरिन्। 10 मिनट जति पछि आँसु पुछेर मेरो छेउमा आइन्। उसलाई हेरेँ तर केही बनिनँ। ऊ पनि केही नबनी ग्राउन्डतिर हेरिरहेकी थिइन्। केटाकेटी कति खुसी भएर खेलेका है, मैले रश्मितिर हेर्दै बोलेँ। हो नि, तँ बेला नै ठिक थियो, केही टेन्सन हुँदैन थियो, उनले रुन्चे स्वरमा भनिन्। केही बेर यस्तै गफ गऱ्यौँ। गफिँदै गर्दा ऊ बिस्तारै नर्मल हुन खोज्दै थिइन्। मलाई त घर नै ठिक लाग्छ, दिक्क लागिसक्यो यहाँ बस्न, उनले भनिन्। के भएर त्यस्तो, ठिकै छ त, रुम राम्रै छ, शान्त छ, दिदीसँग छौ, मैले भनिन्। अस्मि धेरै खर्च गरी छोनेर खाली गाली गर्छे, दिक्क लाग्छ, त्यस्तो खर्च के गरेको छु र? साथीहरूसँग भएपछि खाजा खाँदा आफू पनि तिर्नुपर्छ, अरूलाई तिराएर मात्र पनि भएन, के गर्नु जस्तो भएको छ। उनले आफ्नो कुरा पोखिन्। यस्तो कुरामा पनि टेन्सन गर्छन् त? दिदीलाई टेन्सन भएको भएर गाली गरेको होलिन् नि, मैले सम्झाउँदै भने। त्यो जहिले त्यस्तै गर्छे, म पनि कमाउँछु होला नि पछि त भनेर रुन थालिन्। नरो भनेर मैले आँसु पुछिदिएँ। पछि कमाएर तिर्नु, म दिन्छु नि त तिमीलाई खाजा खाने खर्च, हुन्छ? मैले उसको अनुहार हेर्दै भने। नै, तपाईँसँग कहाँ लिनु र? उनी अलि अनकन गर्न थालिन्।
टेन्सन नगर भन्ने कोही एउटा 1000 रुपियाँ निकाली उसको हातमा राखेर तल गएँ। रुममा आएँ। सहयोग गर्न पाएकोमा खुसी भएँ। हुनेवाला सालीलाई केटाकेटीकै इक्जाम आएको कारण अस्मिक कोचिङ पढाउन व्यस्त हुँदा रुम ढिलो आइपुगिन्। अचेल हाई हेलो बाहेक अरू गर्ने अवसर मिलेकै थिएन। 2-4 दिनपछि 2:02 बजेतिर रश्मि मेरो रुममा आइन्। खाजा बनाएर ल्याएकी रहेछिन्। थुक्पा रहेछ। उनलाई हेरेर मुस्कुराइन्। थ्याङ्क यू सुयोग दादा। अस्तिको लागि उनले नरम भावमा मलाई भनिन्, इट्स ओके रश्मि, तिमी पनि मेरो बहिनी जस्तै हो, टेन्सन हुँदा आएर भन्न सक्छौ। मैले भने, दादालाई पाउने वाइफ लक्की हुन्छ, यस्तो मजाको हुनुहुन्छ। उनले भनिन्। उसको कुराले मलाई हाँस उठ्यो। म त ठिकै छु, तिमीलाई पाउने जैसा अझ लक्की हुन्छन् नि। यति राम्री छौ, केयरिङ छौ, सबै कुरा बुझ्छौ। मैले उसलाई खुसी बनाउने हेतुले भने, तपाईँलाई म राम्रै लाग्छ र? उसले खुसीको भावमा प्रश्न गरिन्। उनको प्रश्नमा म अलि अक्क न बक्क परेँ। हुन त उसले साधारण भावले पनि त प्रश्न सोध्न सकेकी हुन्छन्। मलाई मात्रै होइन, सबैलाई राम्रै लाग्छ नि तिमी। मैले भने, अरूको मतलब छैन, तपाईँलाई राम्रै लाग्यो भने पुग्यो मलाई। उनले मन्द मुस्कान सहित भने। म एकछिन त अलमल्लमा परेँ। उनको कुरा सुनेर उनको अनुहारमा हेरेँ। उनी मलाई हेरिरहेकी थिइन्। मलाई भन्दा पनि जय सबलाई तिमी राम्री लाग्छ। मैले कुरा अन्त्य मोड्न खोजेँ। मलाई पनि तपाईँ मनपर्छ, राम्रो लाग्छ, उनले भने। भन्नाले मैले कुरै बुझिनँ। मैले हतासितै भने, आई लभ यु, आई रियली लभ यु। उनले मेरो नजिकै आएर भावुक मुद्रामा भनिन्। म छक्क परेँ। मैले कल्पनै नगरेको विषय घटित भइरहेको थियो। एकछिन त रश्मिको अनुहारमा हेरिरहेँ। डु यु? उनले पुनः प्रश्न गरिन्। तिमी पढ्दैछौ, अहिले केटाकेटी नै छौ, लभको चक्करमा पर्ने बेला भएको छैन तिम्रो। मैले सम्झाउँदै भने। डोन्ट यु लभ मी? उनले अनुहार रुन्चे बनाउँदै भनिन्। अफकोर्स आई लभ यु, ओन्ली एज अ लिटल सिस्टर भने। उनले जवाब सुनेपछि रोँदै रुमतिर गइन्। म छक्क परेर उनीलाई हेरिरहेँ। अस्मिको स्कुलले टिचर्स र स्टुडेन्टलाई पोखरा घुमाउन लैजाने भएछ। 1 हप्ताको लागि उनी पोखरा गइन्। म उसलाई छोड्न गट्ठाघरसम्म गएको थिएँ। रुम आएँ। निसो मोमो मगाएँ। रश्मिको रुममा नक गरेँ। मोमो दिन खोजेँ। नखाने भनिन्। आधा घन्टापछि फेरि नक गरेँ। खाना चाहिँ खान्छु, तर तपाईँ छेउमा बस्नुपर्छ भनिन्। ठिकै छ भनेर बसिन्। उनी मलाई हेरिरहेकी थिइन्। पढाइ कस्तो छ नि तिम्रो अचेल? मैले प्रश्न गरेँ। तपाईँलाई म किन मन नपरेको भन्नु न प्लिज। उनले रुन्चे अनुहार पारेर भनिन्। तिमी सानै छौ त्यही भएर। मैले भने, मेरो ब्रेस्ट सानो भएको भएर हो। ठुलो ब्रेस्ट भएको मेरो सबै साथीहरूको बिएफ छ। उनले एक्कासी सोधिन्। म 3 छक्क परेँ। कस्तो प्रश्न गरिन् भनेर। सबै थोक राम्रो छ तिम्रो, परी जस्तै छौ। मैले फेरि सम्झाउन खोजेँ। तपाईँलाई म मन नपरेपछि परी भए पनि के काम र? बरु तपाईँलाई जे इच्छा लाग्छ त्यो गर्न तयार छु। प्लिज एक्सेप्ट गरिदिनु न। उनले मेरो अगाडि आएर रोँदै भनिन्। के गर्छौ र मेरो लागि? म चकित हुँदै प्रश्न गरेँ। तपाईँ मलाई मन पराउनुहुन्छ भनेदेखि तपाईँसँग सुत्न म तयार छु। केटालाई त्यो भए खुसी हुन्छन् भनेर सुनेको। उनको अर्को बोल्ड प्रस्ताव। रश्मि, यस्तो कुरा बोल्नुहुन्न है। म तिम्रो दाइ जस्तै हो, कन्ट्रोल गर। मैले उसको आँसु पुछिदिँदै भने। तपाईँलाई सबै कुरा सुम्बिन्छु भन्दा पनि मान्नु भएन है। उनी रोँदै बिलाउन गर्न थालिन्। मेरो तनमन निशब्द भयो। के बोलौँ, म पत्तो पाउन सकिरहेको थिइनँ। रश्मिलाई हेरेँ। उनी दया प्राप्त गर्ने भावले मेरो अनुहार हेरिरहेकी थिइन्। म चिरुक्क उठेँ। आफ्नो रुमतिर लागेँ। जब कुनै विषयको उत्तर हुँदैन तब मान्छे रनबुल्लामा पर्ने रहेछ। साँझ परिसकेको थियो। खाना बनाएँ। खाना सेलाउँदै गर्छ भनी बारदालीको ढोका खोलेर बाहिर निहालिरहेको थिएँ। ढोका ढकढक गर्यो। रश्मि अचार लिएर आएकी रहेछिन्। मेरो छेउमा चिया लिएर बसिन्। एकछिन दुवैजना मौन भयौँ। आई एम सरी ल दादा, अब म त्यस्तो कहीँ नै भन्दिनँ, उनले नरम भावमा भने। म उनीतिर हेरेर मुस्कुराएँ। केही बेर साधारण गफ गऱ्यौँ। टेबलको तल बियर ल्याएर राखेको थिएँ। अल्छी लाग्दा पिउँछु भनेर रश्मिले देखिहालिन्। बियर जस्तो छ त, रुममै ल्याएर राख्नु भएको? आश्चर्य भावमा रश्मिले प्रश्न गरिन्।
देखिहाल्यो है, छोपेर राखेको थिएँ। उनीतिर हेरेर हाँस्दै भने, किन छोप्नु र? बियर त मेरो साथीहरूले पनि खान्छन्। उनले हाँस्दै भने, तिमीले नि? मेरो प्रश्न। मैले हल्का टेस्ट गरेको छु। उनको उत्तर। यो पनि टेस्ट गर्छौ त? भन्दै बियर निकाले। उनी हाँसिन्। दुईवटा ग्लास पनि निकाले। ग्लास भरेर एउटा रश्मिलाई दिए, एउटा आफूले लिए। ल चियर्स भन्दै एक घोटके लिए। गफ गर्दै लिँदै गर्दा एक बोतल सकियो। रश्मितिर हेरे। उसका आँखा राता भएका थिए। नमिठो मान्दै भए पनि बियर पिइरहेको थिइन्। मैले हेरिरहेको देखेर उनले भनिन्, तपाईँको साथ नपाए पनि तपाईँसँग पिउन राम्रो लागिरहेको छ। मैले रश्मिको चिउडो माथि उठाएँ। एक नास उसलाई हेरेँ। तिमी मलाई साँच्चीकै माया गर्छौ त? गर्छु र त भनिरहेको छु नि। तर तपाईँ गर्नुहुन्न है? गर्छु, तर तिमीलाई यस्तो फटा कुरा कसले भन्यो? स्तन ठुलो हुने केटीलाई केटालाई मन पराउँछन् भन्ने। मेरो साथीहरूले भनेका हुन्। बिहे भएका केटीहरूको छाती हेर्नुपर्छ, कत्रो कत्रो छ। मेरो चाहिँ सानो छ। ठुलो छाती हुनेलाई केटाहरू नि घुरेर हेर्छन्। तिम्रो ठिकै छ त, यत्तिकोलाई राम्रै भन्छ। तिम्रो पनि बिस्तारै ठुलो हुन्छ। कसरी ठुलो हुन्छ र? भन्नु न। रश्मि र जिज्ञासाको भावमा भने, तिमीलाई साथीहरूले भनेनन् र कसरी ठुलो पार्ने भनेर? आफै ठुलो हुन्छ भन्छन्। खै कहिल्यै ठुलो भएन? उनले चिन्तित भावमा भने। तिमीले अहिलेसम्म बिहे बनाएको छैनौ? मेरो प्रश्न। छैन नि, मलाई मन परेको तपाईँ हो पहिलो। तर तपाईँले इग्नोर गर्नुभयो। उनले सुस्तरी भन्यो। तिम्रो अस्तिको कुरा सम्झेर मलाई हाँस उठिरहेको छ। सबै कुरा सुम्पिन्छु भन्ने। जिएफ र बिएफमा सबै कुरा सुम्पिँदा रहेछन् नि त। मेरो साथीहरूले बिएफसँगको कहानी सुनाउँछन्। कस्ता कहानी सुनाउँछन् नि भन्न मिल्छ? जिएफ र बिएफ नाङ्गे भएर सबै गरेको सुनाउँछन्। सुन्न नि अचम्म लाग्थ्यो। कसरी सकिन्छ होला भनेर। जब कोही मान्छे मनपर्छ, उसलाई सुम्पिँदा राम्रो होला जस्तो लाग्छ। कहिले नाङ्गे भएको छौ? बाथरुममा सधैँ नाङ्गे नआउने हो। तपाईँ पनि त बाथरुममा त नाङ्गे त होला नि भनेर हाँस्दै मुख छोपिन्। मलाई हाँस उठ्यो अनि भने, केटाहरूलाई नाङ्गे देखेको छौ? छैन नि। हेर्न मन छ? मेरो प्रश्न। उनी हाँसिन् मात्र, केही बोलिन। यति भन्दै तिमी बोल्न छोड्दो रहेछौ, त्यही भएर भनेको हो। तिमी अझै सानै छौ। मैले हाँस्दै भने। मलाई सानै सम्झिनुहुन्छ है? भन्नु न त, ठुलो हुन के गर्नु पर्यो? आई एम रेडी। उनले पनि दिलमै चोट परे जसरी कड्किएर भने। मेरो प्रश्नको उत्तर देऊ। मैले भने। हुन्छ। उसको उत्तर। तिमीलाई म किन मन पर्यो? राम्रो हुनुहुन्छ, केयरिङ पनि, हार्ट पनि राम्रो छ। सो केटा र केटीमा किन प्रेम सम्बन्ध हुन्छ थाहा छ? प्रकृतिले यस्तै बनाएको। किन यस्तो बनाएको त? अलग्गै बस्दा हुन्न र? प्रकृतिलाई निरन्तरता दिन। कसरी हुन्छ निरन्तरता? सन्तान जन्माएर। सन्तान कसरी जन्मिन्छ? यौन सम्पर्क गरेर। के हो यौन सम्पर्क भने? केटाको अङ्ग केटीको अङ्गमा प्रवेश गराएर गरिने सम्पर्क। तिम्रो मुखमा मेरो जिब्रो पसाएर जन्मिने हो र? तपाईँको दुई तिग्रा बिचको अङ्ग मेरो दुई तिग्रा बिचको पालमा पसेपछि जन्मिहाल्छ। बिरे झरेपछि 9 महिनापछि पसाएर बिरे झर्छ पो। तलमाथि गरेपछि झर्छ। पहिला यस्तो गरेको छौ? छैन। किन नगरेको? गर्ने मान्छे भेटेको थिएन, मनले माया गर्ने। यी सबै कुरा कसरी थाहा पायो? साथीहरूबाट, अनि त्यस्तै भिडियोज हेरेर। हातले मैथुन गरेको छौ? छैन। कस्तो हो त थाहा छैन। औला छिराएर मालिस गर्ने, चलाउने? छैन। तिम्रो बगैँचा कहाँ छ देखाउ त। बगैँचा? बुझिन। उनले नबुझेको भावमा भनिन्। दुई तिग्रा बिचको बगैँचा? मैले सम्झाएँ। यहाँ छ भन्दै हाँस्दै औला दुई तिग्रा बिचमा इसारा गरिन्। त्यहाँ झाडी छ कि छैन? हल्का छ होला। यहाँ नजिक आऊ भन्दै मैले बोलाएँ। उनी हस् भन्दै मेरो छेउमा आएर बस्यौँ। उनलाई तलदेखि माथिसम्म निहाले। राति पिरी भएकी थिइन्। उसको ओठमा ओठ पुर्याए। उनी मन्दा हाँसिरहन्। बिस्तारै ओठ जोडे। उसको तातो श्वाससँगै नरम ओठमा ओठ दौडाउन थाले। रश्मि पनि नजानिदो पाराले
मलाई साथ दिइरहेकी थिइन्। ओठलाई छिचल्दै मुखभित्र जिब्रो प्रवेश गराए। उनी आँखा चिम्म गरी ममा पुरै समर्पित भएकी थिइन्। उनको जिब्रो चुस्न थाले। उसलाई पनि मेरो जिब्रो चुस भनी सिकाए। रश्मि मैले भने जसरी नै गर्न थालिन्। 10 मिनट जति हामी एकअर्काको ओठ र जिब्रोमै हरायौँ। हात बिस्तारै रश्मिको जिउभर पुर्याइन्। रश्मि यौनको तापले पुरै पग्लिसकेकी थिइन्। ओठ छुट्याएर रश्मिको अनुहार हेरे। मुस्कानसहित अझै अगाडि बढ्न उनी मलाई स्वीकृति दिइरहेकी थिइन्। उनको टी सर्ट खोले, भित्री वस्त्र पनि खोले। उनको कलिला स्तन सुन्तला आकारका रहेछन्। उनी हल्का शरमले होला हातले स्तनलाई ढाक्न खोज्थिन्। म उनको हात हटाउँदै उनका कलिला स्तनलाई मुसार्न थाले। जिब्रो लगाएर स्तनको टुप्पोलाई चलाउन थाले। रसपान गर्न थाले। रश्मि मन्दा आवाज निकालिरहेकी थिइन्। उनको सुरुवाल र भित्री लुगा खोलिदिए। उनको बगैँचा हेरे, क्युट थियो। एकचोटि किस गरिदिए। राम्रोसँग हेरे। पातला रौँ उम्रिन खोज्दै थिए। योनिका आकार मिलेको थियो। छामे, तातो पानी आएको रहेछ। एकछिन चलाइरहे। रश्मि यौनको नसामा पुरै डुबिसकेकी थिइन्। उठेर मेरो सबै वस्त्र खोलिन्। नाङ्गो अवस्थामा रहेकी रश्मि मलाई निहाल्दै थिइन्। जब मेरो लिङ्ग उनको अगाडि ठरियो, उनी आश्चर्यको भावमा हेरिरहेकी थिइन्। उनको हात ल्याएर लिङ्गमा राखिदिए। मन्द मुस्कानसहित उनी स्पर्श गर्न थालिन्। उनको कोमल स्पर्शले म पुरै उत्तेजनामा पुगेका थिएँ। उनलाई हातले तलमाथि गर्न सिकाए। केही बेरसम्म उनी लिङ्गलाई तलमाथि गर्दै हेरिरहेकी थिइन्। उनको ओठमा लिङ्ग पुर्याए। उनले ओठ अलि पर पुर्याउन खोजिन्। तिमीले यस्तो भिडियोज हेरेको भनेको होइन र? मैले उनीतिर हेर्दै प्रश्न गरेँ। हेरेको हो, तर रियलमा त अर्कै लाग्ने रहेछ, उनले भनिन्। कस्तो लाग्यो र? तपाईँलाई पुरै नङ्गी देख्दा अचम्म लाग्ने रहेछ। फेरि यो कत्रो ठुलो हुने रहेछ भन्दै हातले लिङ्गलाई समातिन्। यसलाई किस गर न भन्दै लिङ्ग उसको ओठमा पुर्याए। उनले किस गर्दै मलाई हेरिन्। चुस्देऊ न, छिराउन सजिलो हुन्छ, मैले भनेँ। उनको मुखभित्र प्रवेश गराइदिए। एकछिन त रश्मि अलमल्लमा परिन्। उनी बिस्तारै चुस्न थालिन्। उनको केटाकेटीपनाको चुसाइमा म थप उत्तेजनामा गएको थिएँ। उनी थाकेको जस्तै गरी चुस्न थालिन्। उनलाई माफी ल्याएर किस गर्न थाले। अब गर्ने कुरा थाहा छ भन्दै उनको अनुहारमा हेरे। उनी हाँसिन्। उनलाई बेडमा सुताए। उनको जिउभरि किस बर्साउन थाले। लिङ्ग लगाएर योनीमा सोझेँ। आवाज निकाल्दिन् भनेर जिब्रो रश्मिको मुखमा प्रवेश गराई किस गर्न थाले। बिस्तारै छिराउन खोजे। उनी हल्का छटपटाउँदै दुखेको इसारा गरिरहेकी थिइन्। अझै ठेले आधा पसेको फिल भयो। उनी अझ छटपटाइन्। उनको छटपटाहटको प्रवाह नगरी छिराउन थाले। केही बेरमा पुरै प्रवेश गर्यो। उनको छटपटाहटमा केही कमी हुन थाल्यो। टाइट भएर होला, छिट्टै स्कनले धुवाए। लिङ्ग निकालेर हेर्दा रगत लतपतिएको रहेछ। वास्तवमै रश्मि कुमारी रहेछिन्। उनको आँखामा पीडाका आँसु थिए, तर पनि मन्द मुस्कुराइन्। केही बेर त्यही अवस्थामा ढल्किरह्यौँ। दुवै निदायो। भोलिपल्ट साँझ 7 बजे उनी मेरो कोठामा आइन्। फेरि हिजोकै प्रक्रिया चल्यो। आज रश्मि हिजोको जस्तो छटपटाहटमा थिएनन्, तर योनी हल्का सुन्निएको थियो। सहज प्रक्रियामा सबै भयो। थाकेर एक अर्काको अँगालोमा बेरिएर बस्यौँ। मेरो छातीमा टाउको राखेर रश्मि सुतिरहेकी थिइन्। मेरो लिङ्गतिर आँखा डुलाउँदै भनिन्, अहिले त सानो भएछ, अचम्मकै हुने रहेछ। तिमीले त हो नि यो, मैले हाँस्दै भने। छिट्टै बिहे गर्नु न मलाई, अनि यो मेरो हुन्छ भन्दै रश्मिले लिङ्गलाई सुन्न थालिन्। तिमीलाई बिहे गर्नु त पहिला अस्मीको बिहे हुनुपर्छ, मैले भने। त्यसले अब गर्छे होला र? उनले प्रश्नवाचक भावमा भने। किन र? उसले किन बिहे नगर्ने र? मैले आश्चर्य भावमा प्रश्न गर्ने। होस्, छोडिदिनु, यो कुरा पछि गरौँला, रश्मिले भन्न मन नभए जसरी भनिन्। म तिम्रो आफ्नो मान्छे होइन त? भन न, मैले भन्न जोड गरेँ। कसैलाई नभन्नु भनेको छ, यो कुरा कतै नगर्नु है त, म भन्छु, उनले भनिन्। हुन्छ, मैले स्वीकृति जनाएँ। अस्मी 4 वर्ष अघि एउटा केटासँग भागेकी थिए। बिहे पनि गरेछन् मन्दिरमा गएर। 1 महिनामा केटाले उसलाई छोडेर भागेछ। पछि घर आए। त्यसपछि त केटाले अस्मीलाई योजन थ्रो गर्न थाले। घरकाले सम्झाउँथे केटासँग नलाग भनेर।
पछि केटीएम आएर बस्न थाले। मेरो पनि यसिसकेपछि केटीएम आएर बसेको। रश्मिको कुरा सुनेर छक्क परे। अस्मिले त मलाई केही भनेकी थिएनन्, कुमारी नै छु भन्थिन्। अनि सम्झिन थाल्ने उसको अभिनय। तपाईँ त टोलाउन थाल्नु भयो त? रश्मिले मतिर हेर्दै प्रश्न गरे। फेरि पनि बिहे गर्दा भइहाल्छ नि अस्मिले, मेरो उत्तर। सबैतिर हल्ला भएको छ कि आफैले केटा खोजेर बिहे गरी भने मात्रै हो, उनले भने। उनले पनि खोजेको होला नि त, मैले भने। खै के थाहा र, तर त्यसको नभए मेरो हुँदैन बिहे। दिदीलाई केटा खोज्दै होइन, मैले हाँस्दै भने। मैले कसरी खोज्नु र, आफै खोज्ने हो नि। हुन त उसले खोजेको केटा पनि मनै थिए नि, दिदी र भैया दुवैको। तर मन भएन दिदीबाट बहिनीमै सर्दै गएको थियो। अझ यो कुरा सुनेपछि त पुरै मन यतै सरेको जस्तै लाग्यो। रश्मिको स्तन मुसार्न थाले। उनी अझै मेरो लिङ्ग चलाइरहेकी थिइन्। हतियार खडा भएपछि उनी भित्र प्रहार गर्न थाले। रश्मि मलाई साथ दिइरहन्। तपाईँले यस्तो कुरा कतिचोटि गर्नुभएको थियो? रश्मिले प्रश्न गरिन्। उनको प्रश्नसँगै म मुस्कुराएँ। घरमै हुँदा जियाबसँग भएको थियो, मैले भने। अनि अहिले कहाँ छ नि जियाब? उनको प्रश्न। अस्मिलाई भनेकै कुरा रश्मिलाई दोहोऱ्याइदिएँ। रश्मि मेरो कुरा सुनिरहन्। कथा कस्तो लाग्यो प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने एक लाइक अवश्य गर्नुहोला। यस्तै कथा सुन्नको लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।